हेलो साथीहरू नमस्ते स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा इट्स मी जेनी सप्तरी दाल आइसके फेरि पनि हजुरको सामने न्यू डे एन्ड न्यू भ्लग लिएर साथीहरू म चाहिँ भिडियो स्टार्ट गर्दा गर्दा किन यसो मुसु मुसु हाँसिरहेको छु भन्नु मेरो बुढाले दलाई चाहिँ फेरि ग्यास छ चाहिँ मेन चाहिँ तपाईँले किन भ्लग स्टार्ट तुकत्तु गरेर एकछिन पख भन्दा भने भिडियो स्टार्ट किन गऱ्यो भने त साथीहरू बाहिरको वेदर हेर्नु यस्तो तपाईँले कतिको देख्नुभयो त्यो यस्तो धुम्म अब यहाँ क्यामेरामा के कस्तो देखेको छ त्यो त मलाई थाहा भएन साथीहरू तर बाहिर यस्तो धुम्म छ यस्तो पानी हुन्छ नि यस्तो पर्छ जस्तो देखाएको छ होइन हेर्नुहोस् न यहाँ तर अलिकति राम्रोसँग नदेखिँदो रहेछ होइन धुम्म परेको चाहिँ तर खत्रै धुम्म छ क्या साथीहरू खत्रै धुम्म परेको छ अनि तपाईँहरूकोतिर चाहिँ के कस्तो छ वेदर पानी पर्ला जस्तो भएको छ कि छैन हाम्रो चाहिँ पानी पर्ला जस्तो भएको छ पानी दुरुङ दुरुङ पर्दै जस्तो नि भएको छ मलाई चाहिँ होइन किनकि पानी पर्दाको मौसम वाउ भन्ने जस्तो हुन्छ मलाई चाहिँ अनि अर्को चाहिँ म छोरीलाई चाहिँ आज टी सर्ट मात्रै लगाएर पठाइदिएको छु साथीहरू घाम लाग्छ गर्मी हुन्छ भनेर तर वेदर कस्तो भयो यस्तो भयो धुम्म पानी पर्दा जस्तो भयो ठिकै छ होइन अनि अब चाहिँ खाना खानुपर्ने हुन्छ खाना खाएको छैन कति 12 बज्यो नि ए 12 बज्न लागि बुवा पनि आउनु भएको छ साथीहरू हाम्रो चाहिँ यहाँ भोलि चाहिँ बाबुको फ्लाइट छ विदेश गएर 1 वर्ष बसेर आउनु पर्यो तर पनि अनुहार चाहिँ देखाएको छैन भोलि फ्लाइट छ भनेर सुने सो स्टे ट्युन साथीहरू स्टे ट्युन बाहिरको वेदर यस्तो छ साथीहरू पानी परिसकेको छ होइन अनि हामी चाहिँ नानी लिन जान लागेको छौँ त्यो किनकि बिहान त घाम लागेको थियो अनि तल चाहिँ ठिकै खालको टी सर्ट लगाएर पठाइदिएको अनि यस्तो वेदर भएपछि त अनि उसलाई त अनि गाह्रो हुन्छ नि त जाडो हुन्छ नि त अब स्कुलबाट ल्याउन दिनु भयो भने अब लिएर आउने न त बाक्लै कपडा भरेर हालेको छ उसको लागि होइन त्यस चाहिँ के हुन्छ अनि मम्मीले चाहिँ भन्छ क्या अब यो पानी पर्ने मौसमै हो सधैँभरि पानी परिरहन्छ सधैँभरि ल्याएर साथी पनि लाग्दैन नि त एकछिन हामी चाहिँ हिँडिसक्यौँ है साथीहरू छोरी लिन भनेर हिँडेको अब के हुन्छ ल्याउँछौँ कि त्यही राख्छौँ कि पानी चाहिँ परेको छ यस्तो गाडाङ गुडुङ गरेछ होइन बेलुकासम्म चाहिँ खत्रै पानी पर्छ जस्तो छ मेरो मोबाइल भिज्यो क्या साथीहरू अरूभन्दा पनि ल यस्तै साथीहरू म चाहिँ गएर पनि होइन आइसकेँ तर छोरीलाई चाहिँ नलिकन आएँ किन भन्नुहुन्छ भने लिन भनेर गएको उसको भर्खर खाजा खाने टाइम भएको रहेछ होइन अनि अब खाजा पनि म्यामले हतार खुवाउनु लाग्नु भएको रहेछ क्या अब हामीले त ल्याउने भनेपछि अनि किन त्यस्तो हतार गर्नु अब चिसो उसलाई त जाडोको चिसो हुन्छ भनेर कपडा त लगिदिएको छँदै थियो होइन अनि त्यसपछि खेलिराखेको थिएँ अलि रोको भए त्यो अलि गरेर बसेपछि लिएर आउँथेँ खेलेर के अरे मजाले खाएर बसिरहेको रहेछ त्यही भएर मैले कपडा चाहिँ वहीँ छोडेर आएँ होइन किनकि अब जाडो हो नि त अनि तातो ज्याकेट अनि तातो सुरुवालहरू लग्दै थिएँ पुऱ्याएर म चाहिँ आइसकेँ अनिखेर अहिले के अरे कस्तो उज्यालो देख्नु भएको छ होला नि होइन साथै बत्ती बालेको छु कि मैले बत्ती यस्तो अन्धकार हुन्छ बत्ती बालेन भने होइन बाहिरको वेदर त धुम्म भएको भएर अँध्यारो हुन्छ त्यही भएर मैले चाहिँ अहिले बत्ती बालेर भिडियो बनाइरहेको छु अब चाहिँ रुम सफा गर्नुपर्ने हुन्छ रुम सफा भन्दा पनि अघि नानीलाई लैजाँदाखेरि के अरे उता कपडा निकालेँ मैले हतार गरेर निकालेको थिएँ कि पानी झन् ठुलो पर्छ भनेर अनि त्यही भएर त्यो चाहिँ अलिअलि मिलाउनु पर्नेछ मिलाइसकेपछि मजाले सुतेर मोबाइल हेरेर बस्ने हो साथीहरू मोबाइल हेर्ने भन्दा नि मेरो भिडियो एडिट गर्नु छ क्या होइन मैले चाहिँ जुन 15 दिनको च्यालेन्ज राखेको थिएँ नि त्यो चाहिँ मेरो बिचबिचमा ग्याप भइरहेको छ किन भन्नुहुन्छ भने चाहिँ अस्ति चाहिँ म 2-3 दिन चाहिँ 2 दिन 3 दिन त्यस्तै चाहिँ म एकदमै बिरामी भएँ कि भिडियो गर्न पनि नसक्ने गरी बिरामी भएँ त्यही भएर त्यो 3 दिन चाहिँ मेरो ग्याप भएको छ साथीहरू अनि खेरमा भिडियो एडिटिङ गर्नुपर्ने छ सो अब त्यो रुम अलिकति चट्ट बनाएर चाहिँ बस्नुपर्ने हुन्छ स्टे ट्युन साथीहरू अनि म चाहिँ छोरी लिन आएको छु होइन यस्तो पानी पर्ला जस्तो भएको छ कि यहाँ चाहिँ तर यहाँ छैन ए ऊ फ्रुटी पनि खाइरहेको छु कुल्फी पनि खाइरहेको छु यस्तो पानी परेको बेला त्यस्तो चिसो कुरा नखाइदिनु नि है रुगा लागिरहेको छ भनेको मान्दैन भने बच्चाहरू के भएको होला है के छ नि त्यो अनि अर्को देखाइदियो फ्रुटी त्यो म्याङ्गोको मिठो हुन्थ्यो नि त त्यो खा भनेको नहुने अरे म चाहिँ यहाँ यसको ब्याग पनि मैले एउटा हातमा बोकेर यसलाई बोकेर चाहिँ सो साथीहरू म चाहिँ भिडियो बनाउन एकदमै गाह्रो हुन्छ घरै पुगेपछि गर्छु है साथी अझै बेलुकाको 4 बजिसकेको छ मेरो कपाल हेर्नुहोस् न अझै बेलुकाको 4 बजिसकेको छ र बाहिरको वेदर भन्नुहुन्छ भने चाहिँ त्यस्तै धुम्म परेको छ होइन पानी पर्ला जस्तो पानी पर्ने रोकिने पानी पर्ला जस्तो मात्र भएर हुन्थ्यो नि साथीहरू पानी पर्ने रोकिने भइरहेको छ त्यही भएर मेरो चाहिँ बाहिर जानुपर्ने काम थियो होइन तर यो
यो के अरे पानीले गर्दा चाहिँ म बाहिर गइनँ अनि छोरीलाई ल्याएर चाहिँ सुताएको छु। सुताएको बेला चाहिँ मैले काम गर्नुपर्ने हुन्छ क्या साथीहरू। मैले भिडियो एडिटिङ गर्नु छ भनेको थिएँ तपाईँलाई होइन, तर मैले भिडियो एडिटिङ गरिनँ क्या साथीहरू। म एकछिन लाइभ बस्छु भनेको थिएँ नि, लाइभ बस्दा बस्दै 1 घन्टा गइसकेछ, मलाई थाहै पाइनँ। 1 घन्टा भइसकेछ। अनि त्यसपछि खाजा बनाउँदा बुवा आउनुभएको छ भने त्यो बुवालाई खाजा बनाउँदा ओर्दा 3 बजिहाल्यो, घर लिएर ल्याउनु परिहाल्यो। सो आज मैले भिडियो एडिटिङ पनि गरेको छुइनँ साथीहरू। अब गर्नुपर्ने हुन्छ मिलाएर। अहिले सुतेकी छ नि त, सुतेको बेला चाहिँ म यसो अलिकति भिडियो एडिटिङ गर्छु। अनि तपाईँहरूकोतिर चाहिँ वेदर पनि के साथीहरू के कस्तो छ मलाई चाहिँ कमेन्ट गर्नुहोस् है साथीहरू। तपाईँकोतिर वेदर के कस्तो छ, कस्तो भइरहेको छ होइन, मौसम यस्तो लाउनुपर्ने हुन्छ। अनि मलाई कमेन्ट गर्नु होला। अब चाहिँ म भिडियो एडिट गर्नुपर्ने हुन्छ, चार्ज पनि छैन, चार्ज गरेर एडिट गर्नुपर्ने हुन्छ। सो जाडो छ क्या बेसरी, तर मैले पातलो कपडा लगाएर बसेको छु किनकि मलाई यता हिँड्दा उता हिँड्दा यो गर्दा त्यो गर्दा गर्दै गर्मी हुन्छ क्या। अनि त्यही भएर हात दुखेको साथीहरू। अहिले चाहिँ बेलुकाको 6:30 बजिसकेको छ होइन। म चाहिँ पुरै खाना बनाउने तयारीमा छु होइन, किनकि 6:30 बजिसकेको छ नि त साथीहरू। म चाहिँ यहाँ खाना बनाउँदैछु होइन। नानी चाहिँ सुतिरहेकी छ, ऊ चाहिँ उठेकी छैन। उसको चाहिँ जहिले पनि स्कुलबाट आएपछि चाहिँ उसो सुत्छ के, अनि कहिले छिटै उठ्छ कहिले ढिलो उठ्छ। अब त अलिक चिसो मौसम छ नि त, त्यही भएर होला ऊ चाहिँ सुतिरहेकी छ, उठेकी छैन। म चाहिँ यहाँ खाना बनाउँदैछु। अनि हामी चाहिँ बाहिर गएर होइन, बाहिर जानुपर्ने काम थियो, भिडियो चाहिँ गरिनँ किनकि हतारमा गयौँ, हतारमा आयौँ। अनि नानी सुतेकी थिए, अनि बुवाले चाहिँ नानी उठी भनेर फोन गर्नुभएको भएर आएको होइन। उठेर नि यहाँ थाहै पाइनले के हो छ अरे, चोकोपन होइन होला। फेरि हाचिम गर। सबै त्यतिले देखेन के हो यो भन्थ्यो हो खाने बक्खल उठिले हेर्नु नि सानो। ओ प्रश्न खोइ हाल्यो साथीहरू भने हाल्यो थाहा थियो हाल्यो थन्ते हुनुहुन्छ। म भर्खर उठेँ भने खोइ त न ए धुराउँछ त धुरुपिट हुन्छ। अनि यसलाई चाहिँ होइन यो ल्याइदिएको कि साथीहरू, यो पनि थाहा थिएन। अब यो भित्र कस्तो छ चाहिँ थाहा थिएन, थाहा छैन होइन। जे होस् यो प्याकेटको चाहिँ थाहा छैन क्या। अनि अर्को चाहिँ यो चक्लेट चाहिँ खाएको छ, तर यो यसको भित्रको चाहिँ कस्तो हुन्छ थाहा छैन। सो अब चाहिँ यो ट्राई गर्नुपर्ने हुन्छ कस्तो छ भनेर। अनिखेर सो हेरौँ है त। एक्सपेक्टेसन भर्सेस रियालिटी के भन्छ नि, त्यस्तै हुन्छ जस्तो छ। भित्र पनि कस्तो क्या हेर्नु न, वाह कस्तो क्युट प्याकेट के। यस्तो प्याकेटमा यस्तो नर्मली हुन्छ होला भन्ने सोचे त, तर यो खाँदा पनि मिठै हुन्छ जस्तो छ साथीहरू। अब यसको चाहिँ टेस्ट गर्नुपर्ने हुन्छ। टेस्ट गर्नु तपाईँले अलिकति मिठो खालको रहेछ यो। अनि त्यो उसमा बर्फीको हुन्छ नि ठुलो प्याकेट, त्यस्तो टाइपको रहेछ नि मिठो। यो चाहिँ एकदम मिठो रहेछ क्या। सोचेको थिएन यति मिठो हुन्छ भनेर, सोचेको भन्दा मिठो रहेछ। अब यो चाहिँ खान्छ यो